हाई गाइज, आज म खसीको मासु बनाउनु गइरहेको छु। हेर्नुहोस्, मैले कुकर बसाइसकेको छु र यसमा मैले तेल हालेँ। हेर्नुहोस्, अनि जिरा पड्काएँ। त्यसै गरी मलाई जिरा पड्काएको साह्रै मनपर्छ। जिरा पड्काएँ अनि मैले प्याज हालेँ। हेर्नुहोस्, प्याज हाल्दैछु। प्याज हालेँ र प्याजलाई मैले ब्राउन हुन दिएँ। त्यसै मैले यहाँ बेसार हालेँ, टर्मिक पाउडर र अनि मैले एकछिन चलाएर मैले खसीको मासु हालिदिएँ, मटन मिट हालेर मैले चलाएँ। यसलाई मजाले चलाएँ। हेर्नुहोस्, अनि मैले स्वाद अनुसारको नुन यानि कि सल्ट हालिदिएँ अनि त्यसमा चलाएँ। अनि मैले यहाँ चिल्ली पाउडर हालेँ, खोर्सानीको धुलो। त्यसै गरी यहाँनिर मिक्स सबै मसला थियो, मिट मसला हो त्यो हालिदिएँ। अनि त्यहाँ पछाडि टमाटर काटेको हालेँ र मैले एकछिन चलाएर यसलाई छोपिदिएको थिएँ र छोपिसकेर हेर्नुहोस् यस्तो भएको छ। वाउ, हेर्दै हेर्नुहोस् त कस्तो मजाको। र त्यसै गरी मैले यहाँनिर जिन्जर यानि अदुवा काटेको थिएँ र हल्का जिरा पनि पिनेको थिएँ, हो त्योको पेस्ट हालिदिएर हेर्नुहोस् त मजाले चलाएर हेर्नु मासु कस्तो दामी भएको छ, हेर्दै खाउँ लाग्दो। र यसरी चलाएँ र मैले अब हेर्नुहोस् है, यो चाहिँ चौलानी पानी हो, चामल धोएको पानी हालेँ र एकछिन उम्लिदिएर हेर्नुहोस्, वाउ, खसीको सुप दामी भएको छ। र मैले धनियाँ काटेर